यो देखिएका संरचनाहरू नेपालको पहिलो जलविद्युत आयोजना यो चन्द्रज्योति अथवा चन्द्रविद्युत गृहको रेसिडेन्सियल बिल्डिङहरूको हो। यसको मुख्य विद्युत गृहलाई नेपाल सरकारले सन् 2010मा जीवित सङ्ग्रहालयको रूपमा विकास गरेर यो म्युजियमको रूपमा चाहिँ डेभलप गरेका छ। तत्कालीन समयमा निवासको रूपमा प्रयोग भएका यी बिल्डिङहरू अहिले पनि हेर्दाखेरि एकदमै राम्रो छ। यसलाई बरु अलिकति डेभलप गरेर लिजमा दिएर कुनै रिसोर्ट, कुनै रेस्टुरेन्ट, कुनै अथवा आर्कियोलोजिकल साइट टाइपले डेभलप गर्न सकियो भने यहाँनिर अरू पर्यटन अथवा त्यो विद्युत गृह हेर्न जाने मान्छेहरू यो रेसिडेन्सियल बिल्डिङहरू पनि हेर्नलाई चाहिँ जान्छन्। यस्तो राम्रो छ बिल्डिङहरू, काठ अहिले पनि त्यो मजबुत छ कि त्यो बेलामा बनेको बिल्डिङहरू। यसलाई एउटा पर्यटन डेस्टिनेसनको रूपमा डेभलप गर्दाखेरि राज्यलाई पनि फाइदा र त्यहाँको स्थानीयहरूलाई पनि केही अर्थोपार्जन हुने व्यवस्था चाहिँ हुनसक्छ। त्यसले गर्दाखेरि स्थानीयहरूको पनि साथ लिएर यो पर्यटन मन्त्रालय अन्तर्गतको सम्बन्धित निकायले चाहिँ यसमा अलिकति पहल कदमी गर्यो भने राम्रै हुन्थ्यो जस्तो लाग्छ।